जति नै हावाहुरी असिना पानीले मेरो फुलहरू पछारे पनि मेरो दिनरातको मेहनत र कोसिसले मेरो फुलबारी अझै पनि ढकमक्क फुल्ने कोसिसमा छ र अलिअलि फुल्दै पनि छ। अब यो सिजन भनेको एकदमै पानी हाउरी आउने हो नि त, त्यो बावजुद पनि मेरो फुलबारीहरू अझै फुल्दै छ भनेपछि यो मेरो दिनरातको मेहनत र टेक केयरले हो नि, होइन र साथीहरू। हेलो एन्ड नमस्कार साथीहरू, हजुरहरूलाई मेरो युट्युब च्यानल माई स्विट गार्डनमा धेरै धेरै स्वागत छ। आउनुहोस् आज हामी कुरा गरौँ जेरेनियम र पेलर्गोनियमको भिन्नताको बारेमा। ल अब यसो झट्ट हेर्दाखेरि लगभग एउटै देख्छ कि यिनीहरू, एउटै। अब यो फुल्ने स्टाइलको फुलहरू, अनि यसमा लागेको पातहरू, अनि यो सानो सानो बर्ड्सहरू लाग्छ नि, त्यो पनि हेर्नु लगभग एउटै छ कि। अब यो रह्यो ओरेन्ज कलरको आइभी जेरेनियम कि। ल हेर्नुहोस् न, यसको यो फुल्ने स्टाइलको फुलहरू पातहरू लगभग एउटै छ कि। आज चाहिँ हो यही यसैको सन्दर्भमा छ। अब के जेरेनियम र पेलर्गोनियम एउटै हो, एउटै प्रजाति हो यसैको यिनीहरूको केयर टिप्स र यसकै भिन्नताको बारेमा मैले सम्पूर्ण जानकारीहरू हजुरहरूलाई भन्नेछु। आशा छ हजुरहरूले फुल वाच गरिदिनु हुनेछ। र अब आयो समर सिजनमा। यो समर सिजनमा चाहिँ हामीले यो फुलहरूलाई एकदमै कसरी केयर गर्ने, अब जुन मैले गल्ती गरेँ थियो समर सिजनमा लास्ट इयरको, यस्तो गल्ती हजुरहरूबाट नहोस् भनेर मैले यो भिडियो हजुरहरूलाई सेयर गरेको हो, समक्ष लिएर आएको हो। आशा छ हजुरहरूले फुल वाच गरिदिनु हुनेछ। ल अब यिनीहरूको बारेमा कुरा गरौँ है। यो पेलर्गोनियम चाहिँ लगभग जेरेनियमकै प्रजातिमा पर्छ, तर यो चाहिँ वर्षमा एक सिजन मात्रै फुल्छ कि। नर्सरीहरूतिर चाहिँ प्रायः अलिक छिटो फुलेको देखेछु, तर हामीले घरमा ल्याएर रोपेपछि यस्तै फागुन महिनाबाट फुल्न सुरु हुन्छ। अब जस्तो तपाईँको नयाँ बोट हो भने चाहिँ अब अलिकति लामो वैशाख जेठसम्म फुलिरहेको देखेछु, होइन, जेठसम्म। तर अब पुरानो मदर प्लान्टहरू छ भने लगभग वैशाखमा चाहिँ फुलेर पनि सिद्धिसकेको हुन्छ, एउटा दुइटा मात्रै फुलिरहेको हुन्छ। यसरी यो फुल्ने चाहिँ यो चाहिँ लगभग आइभी स्टाइलको छ कि, अनि यसरी तल झुन्डेर मजाले फुल्ने। अनि अब आयो जेरेनियम। अब जेरेनियम पनि थुप्रै थरीको हुन्छ, लोकल, हाइब्रिड, अनि आइभी भन्नाले ह्याङ्गिङ, जुन चाहिँ मजाले झुन्डेर तल लत्रेर फुल्ने हो, त्यसलाई भनिन्छ आइभी। यहाँ देखिराख्नु भएको छ, यो सबै माथि यस्तो तल झुन्डेछ नि, यिनीहरू सबै आइभी प्रजातिको हो। अनि अर्को नर्मल चाहिँ लोकल, हाइब्रिड, अब थुप्रै हुन्छ, डबल, सिङ्गल। अब अहिले त रोज जेरेनियम रे अनि थुप्रै हुने कि। अब पहिला त हामीले त नर्मल एउटै लोकल जेरेनियम मात्रै थाहा पाएको थियो। आजकल चाहिँ नर्सरीवालाहरू, सोसियल मिडियाले चाहिँ मजाले फुलहरू कस्तो कस्तो हुन्छ अनि सहजै पाउने कि। अनि सायद सोसियल मिडियाकै पावरले होला हामीले अहिले थुप्रै टाइपको फुलहरू मजाले आफ्नो घर आँगनमै नै मजाले रोप्न पाएको छौँ। ल अनि यो हेर्नु, नर्मल जेरेनियमहरूको चाहिँ यस्तो पातहरू चाहिँ यस्तो हुन्छ कि, अलिकति फुस्रो फुस्रो। यो लोकल, अनि यस्तो यो फुलिसकेको फुलहरूलाई चाहिँ हामीले चट्ट हाँगासँगै डेड हेडिङ गरेर फालेको एकदमै राम्रो हुन्छ, किनभने यसले एनर्जी लिइरहेको हुन्छ, अरू फुलहरूलाई चाहिँ फुल्नमा अलिकति ढिलो गराइदिन्छ कि। त्यसैले हामीले डेड हेडिङ चाहिँ गर्नै पर्छ। त्यही पनि अहिले त बर्खा सिजन आइसक्यो नि त। बर्खा सिजनमा चाहिँ हामीले यो पानीले धेरै छिटो असर गर्छ, अनि हामीले त्यो डेड हेडिङ चाहिँ बेला बेलामा हामीले गरिराख्नुपर्छ। अब यिनीहरूको माटो मिक्सचर चाहिँ मैले नर्मल त्यही पत्कर, थोरै पत्कर, अनि गाई भैँसीको पाकेको मल, अनि थोरै धानको भुस, अनि एक भाग माटो, अनि एक्स्ट्रा फर्टिलाइजरमा थोरै पिनाको धुलो, अनि हड्डीको मल चाहिँ कम्पलसरी यो फुललाई हाल्नै पर्छ। मजाले फुल फुलाउन छ भने चाहिँ हाम्रो एकदम हड्डीको मलले चाहिँ एकदम हेल्प गर्छ। अब यति हाल्नुभयो भने तपाईँको फुल फुलाउने यो जेरेनियम फुललाई, पेलर्गोनियम, जुनै पनि फुल फुल्नेलाई एकदमै राम्रो सोइल मिक्सचर बनेको हुन्छ। अब तपाईँहरूले मेरो पहिलाको भिडियोमा हेर्नुभयो भने मैले मेरो सोइल मिक्सचरहरू सबै छ, त्योमा तपाईँहरूले थाहा पाउनुहुनेछ। अब हामीले एकचोटि सोइल मिक्सचर बनाएपछि कम्तीमा नै हामीले 2 महिना या 3 महिना चाहिँ एक्स्ट्रा फर्टिलाइजरहरू नहाल्नु भन्छु मैले। किनभने मैले कति देखिरहेको हुन्छु कि रोपेको 1 महिनामा नै लिक्विड फर्टिलाइजर बनाएर हालेको छ। अब त्यो होला सायद प्लस पोइन्ट होला, तर मैले चाहिँ हामीले यो सोइल मिक्सचरमा नै हाम्रो त्यो मलहरू हुन्छ नि त हालेको हुन्छ, तिनीहरूलाई पनि एकदम डिकम्पोज भएर एकदम फुलले लिने भनेको नि 3 महिनासम्म त मजाले लिन्छ। अनि धेरै हालेर पनि एकदम त्यो फङ्गसहरू अब धेरै एकदम मल हाल्यो भने हस्किहाल्छ नि त,
हो त्यस्तो हुन्छ। त्यही भएर 3 महिनासम्म नहाल्नु, त्यसपछि चाहिँ लिक्विड फर्टिलाइजरहरू एड गर्नु भए पनि हुन्छ। भन्नुको मतलब चाहिँ अब जस्तो हामीले पनि धेरै खाना खायो भने फाइदाभन्दा बेफाइदा गर्छ नि त, त्यस्तै यो फुलहरूलाई पनि अब धेरै मल हाल्यो भने हाले गऱ्यो भने फाइदाभन्दा बेफाइदा बढी गर्छ र तपाईँको फुलहरू धेरै फुल्दैन अनि मरेर जान्छ। अब बुझ्नुभयो होला मेरो कुराहरू। त्यो मैले गरेको अनुभव है त्यो चाहिँ। ल अब हेर्नुहोस् है, अब अहिलेको सिजन भनेको यो फागुन चैत, अब यो पानी पर्न सुरु भएपछि ल हेर्ने अहिलेको मुख्य सिजन भनेको यो फुलहरूमा लाग्ने भनेको यो देखिरहनु भएको छ हो यस्तो कि यो पुतली उडेर आउँछ नि, पुतली उडेर आयो भने चाहिँ यिनीहरूले अन्डा पार्छ कि, अनि त्यसपछि त्योबाट निस्किन्छ यो झुसुली किरा जस्तो कि। अनि त्यही भएर म त यो पुतलीहरू देख्ने बित्तिकै धपाउने हो कि। अब त्यो गर्दा पनि यो किरा चाहिँ परेकै हुन्छ कि। अब यसलाई चाहिँ कसरी मार्ने म आज तपाईँहरूलाई सिकाउँछु है, एकदम सिम्पल ट्रिक के। ल हेर्नुहोस्, एउटा ढुङ्गा लिने अनि मजाले थिच्ने, किनभने यो किराहरू चाहिँ कस्तो हुन्छ भने यिनीहरूको अन्डा चाहिँ त्यो कोपिला भित्रभित्र हुन्छ कि, अनि पछि फेरि अलि दिनपछि यो झुसिल किरा यति छिटो निस्किन्छ कि। त्यसैले हामीले चाहिँ यो कोपिलाहरूलाई नै यस्तो ढुङ्गाले प्याज थिचेर है मार्यो भने चाहिँ एकदमै राम्रो है कि। अनि हामीले अनि यो सँगसँगै हामीले चाहिँ 15 दिन या हप्तामा चेक गर्दै हामीले थोरै साफ हाल्नु, अनि त्योमा थोरै इन्सेक्टिसाइड मिसाएर अब जस्तो 2 लिटरमा 1 चिम्टी 2 लिटरमा 2 चिम्टी त्यो इन्सेक्टिसाइड हाल्नु कि 2 थोपा हुन्छ कि, अब सानो टिस्पुनको सानो चम्चा हो त्यो हालेर मिक्स 2 लिटरमा हो यसरी थोरै साफ हालेर घोल बनाएर बेला बेलामा स्प्रे गर्नुपर्छ। अब यो सिजनमा चाहिँ हामीले के अरे अर्ग्यानिक इन्सेक्टिसाइड हालेर चाहिँ काम गर्दैन है साथीहरू, किनभने त्यो मेरो अनुभव है। किनभने यो किरा चाहिँ यस्तो अटेरी हुन्छ नि, अनि जाँदैन कि त्यो कोपिला भित्रभित्र भएको भएर कि। त्यसैले हामीले अलिअलि किरा कोपिलाहरू देख्यो भने चाहिँ हामीले त्यो किरालाई मात्रै मार्ने होइन कि, त्यो फुललाई नै चिमटेर फालेर अघि मैले देखाएको चाहिँ थिचेर फुलै नष्ट गरेको चाहिँ एकदमै बेस्ट हुन्छ। अब हामीले टिप्छ अनि फालिदिन्छ, अनि फेरि त्यो नै आएर फेरि सर्ने हो नि त। फालेर यसको अप्सन हुँदैन, कि त आगो जलाइदिनुहोस् कि ढुङ्गाले थिची पिसी मार्नुहोस्। ल अब यस्तो यो नर्मली यो पहेँलो पातहरू चाहिँ भइरहेकै हुन्छ, त्यो चाहिँ नर्मलै हो। तर अब धेरै पहेँलो भयो भने चाहिँ हामीले अब यसको जरामै समस्या छ भनेर चेक गर्नुपर्छ, बुझ्नुपर्छ। ल हेर्नुहोस् त, यो मेरो रोज जेरेनियमको हाँगा हो, यो वर्ष नै लिएको हेर्नु, झुसिल किराले खाइदिएर कोपिलाहरू पनि हल्का लागेको थियो। मैले चाहिँ त्योमा झुसिल किराको एट्याक भएपछि मैले त्यो कोपिला नै निम्ति पारेर फालिदिएँ, डेड हेडिङ गरेर। ल हेर्नुहोस् त, यसको पनि अब यो अहिलेको एकदम मुख्य समस्या भनेको यो किराबाट हो कि है। अनि एउटा यस्तरी कोटै हेर्नुपर्छ कि, त्यो हल्का माथिबाट पानी त्यो दबाई स्प्रे गरेर पनि कति कामै हुँदैन कि। त्यसैले हामीले त्यो इन्सेक्टिसाइड हाल्दा चाहिँ कोटै हाल्नुपर्छ। ल यहाँ छ अझै मसँग यो, मैले चाहिँ यो अलिकति अगाडितिर राखेको छु, यहाँले पानीले झट्ट भेट्दैन। यिनीहरू चाहिँ सबै मेरो आइभी जेरेनियम है। यिनीहरू चाहिँ अलिकति एक्सपेन्सिभ पर्छ, अनि यस्तो भेरिगेटेड छ, कोही डबल छ, अनि अलिकति कस्तो राम्रो। अनि कस्तो यो चाहिँ पेलोर्गोनियम है, यो चाहिँ सानो कटिङबाट सारेको लगभग 1 महिना जति भयो, यत्रो भएको छ, 2-3वटा छ। मैले चाहिँ त्यो चाहिँ बेच्दिएँ। ल अनि यहाँ छ सानो, यो चाहिँ सिड्सबाट आएको हो साथीहरू। अनि हेर्न कस्तो राम्रो, अनि यो चाहिँ भर्खरै आइरहेछ यिनीहरू छ। अनि यहाँ छ अर्को, ओहो यो हेर्न कस्तो मिठो कलरको आइभी जेरेनियम, डबल पेटलको के, साह्रै मन परेको मलाई यो कलर पनि। अनि यहाँ पनि छ कि, मैले यो सबै, यो चाहिँ आइभी जेरेनियमको सिड्स है साथीहरू। अनि यो चाहिँ कटिङ पनि आइभीको हो। यसपालि चाहिँ मैले धेरै जस्तो आइभीको राखेको छु, किनभने यहाँ हेर्न यसको यो पनि आइभी जेरेनियमको सिड्स हो कि। अनि किनभने यसको यो आइभी जेरेनियमको धेरै डिमान्ड भयो कि, त्यही भएर मैले चाहिँ आइभी जेरेनियमको कटिङहरू धेरै सारेको छु। ल अब यो हेर्नुहोस्, अब यो हो जेरेनियमको बेर्ना, अनि यो हो पेलोर्गोनियमको हो। अब झट्ट हेर्दा त एउटै देख्छ नि त, तर हामीले अब चिनिराख्नुभएको साथीहरूले चाहिँ, रोपिराख्नुभएको साथीले चाहिँ चिन्नुहुन्छ, नयाँहरूलाई चाहिँ अलिकति कन्फ्युज हुन्छ। तर अब यो भिडियोले चाहिँ तपाईँहरूलाई हेल्प गर्छ है। अब हेर्नु, अब यसको यो पात अलिकति झुसै हुन्छ कि पेलोर्गोनियमको,
अनि यो जेरेनियमको चाहिँ अलिकति सफ्ट अलिक स्मुथ त भन्दिनँ, अलिकति सफ्ट हुन्छ कि हो, यसरी छुट्टिन सक्छ। अनि यो दुइटै हामीले कटिङबाट मजाले सार्न सकिन्छ। अनि यसको माटो मिक्सचर पनि एउटै हो, कटिङ सार्दाखेरिको माटो सोइल मिक्सचर पनि एउटै हुन्छ। ल अनि यो पनि मैले हेर्ने अब आइभी जेरेनियमको कटिङ, यो पनि सेम सोइल मिक्सचर। ल यो पनि हाँगाबाट सारेको हो। यसको पात आइभीको चाहिँ अलिक चिप्लो हुन्छ, अनि यो जेरेनियमको अलिक फुस्रो अलिक डल टाइपको जस्तो देख्छ नि त। अनि पेलोर्गोनियमको चाहिँ अलिकति जुस्स परेको जस्तो देख्छ। ल हो, यसरी छुट्याउनु छ है। अनि यहाँ चाहिँ म तपाईँहरूलाई एउटा कुरा देखाउँछु है। अब त्यस्तो तपाईँहरूसँग भएछ कि भएन, यसपालि चाहिँ कस्तो अचम्मै भएछ कि यसपालि मसँग धेरै यो कस्तो सरप्राइजेसहरू धेरै भएछ कि। अब यो हेर्नु, यो एउटै हाँगा, यसको यो जरा आइरहेछ कि। अनि यो यसको यो हाँगा हेर्नु है, एउटै छ कि। अब एउटै छ कि, मैले तपाईँहरूलाई यहाँ अलिकति राम्रोसँग देखाउँछु हेर्नुहोस् है। यो एउटै हाँगाबाट यसरी आछ कि दुईवटा। ल हेर्नु, दुईवटा हाँगा यसरी गर्छ है, एउटै तलको फेदाबाट। अनि हेर्नु, यो कलर छ यस्तो राम्रो पिङ्क कलर होइन, यस्तो मजाले फुलिरहेको छ। अब यो चाहिँ यतापट्टिको हाँगाबाट आएको छ। अब यो माथिको हाँगाबाट हेर्ने, यो चाहिँ यस्तो रेड कलरको आएको छ। कस्तो अचम्म के, यस्तो भएछ साथी तपाईँहरूसँग हेर्नु। अनि कलर पनि कस्तो मिठो के। अनि खासमा त यो एउटा सानो कोपिला थियो, यो खासमा चाहिँ अलिकति सानै थियो कि। अनि सानो थियो, तर अहिले बढ्दै गएपछि त हेर्नुहोस् त यस्तो मजाले यस्तो दुई कलर आएको कि, कस्तो अचम्म कि। अनि अचम्मको साथसाथ कस्तो खुसी भएको कि साथीहरू कि। लगभग यो बोर्ड चाहिँ यत्रै थियो, अहिले यत्रोबाट यत्रो बनाएको। कम त मेहनत छ मेरो साथीहरू। अनि यो आइभी यिनीहरू चाहिँ एकदम ढिलो बढ्छ है। अब जस्तो अरू त्यो नर्मल जेरेनियम, लोकल जेरेनियम जस्तो वात बढ्दैन, यिनीहरू चाहिँ ढिलो हुन्छ। अनि तर फुल लाइफ चाहिँ कस्तो राम्रो कि हेर्नु। ल अब चाहिँ म तपाईँहरूलाई मेन हाम्रो यो जेरेनियम के गर्दाखेरि मर्छ। ल अब आयो, अब बिस्तारै अब गर्मी बढ्दैछ। अब यो गर्मी सिजनमा अनि यो पानी पर्ने सिजनमा चाहिँ हामीले एकदमै याद गर्नुपर्छ कि। अब विशेष गरी यो वैशाखसम्म त्यति साह्रो समस्या नहोला, तर वैशाख उता जेठ असार साउन भदौ हो, यति महिना तपाईँहरूले जोगाउनु भयो भने तपाईँको जेरेनियम पेलोर्गोनियम जुनै पनि फुल हामीले मजाले जोगाउन सक्छौँ है। किनभने यो लास्ट इयर सिजनमा चाहिँ मैले अब जेरेनियम त वर्षभरि फुल्ने फुल हो भनेर, अनि अब यो के अरे यिनीहरूको अफ सिजनमा पनि मजाले एक्स्ट्रा फर्टिलाइजरहरू हालेछ, कोटा छ है। अनि जति कोटायो त्यति डल भएर आउने के, अनि त्यति फङ्गस छिटो लाग्यो कि। अनि त्यही भएर अनि यो बर्खा सिजनमा, यो रेनी समर सिजनमा चाहिँ हामीले यिनीहरूलाई चाहिँ अब बढेन सानो छ भनेर पिर बाँड्नु पर्दैन। एउटा ठ्याक्क अलिक सेडी एरियामा पानीले नभेट्ने ठाउँमा मजाले राखिदिनुहोस्। अनि कोट्याउँदै नकोट्याउनुहोस् के। अब अलिअलि फर्टिलाइजर माथि हल्का गर्नु भन्छ भने गर्नु, तर यसको यो फुलको हाँगालाई छुनी गरेर कोट्याएर चाहिँ मल पनि नहाल्नुहोस्, केही नगर्नुहोस् के। किनभने यिनीहरूलाई रेस्ट गर्न पनि दिनुपर्छ। अनि त्यो सिजनमा चाहिँ कति छिटो फङ्गस लाग्ने कि, अनि छिटो मरिहाल्ने कि। मेरो लास्ट इयर चाहिँ धेरै फुलहरू खत्तम भयो कि। त्यही भएर मैले तपाईँहरूले पनि त्यस्तो गल्ती चाहिँ नगर्नु। यसपालि चाहिँ मैले अब रेनी सिजन लाग्यो, अब अहिले पानी परिरहेको छ, हल्का चिसो छ नि त। त्यही भएर अब यो चैतसम्म चाहिँ यो अलिक चिसो हुनेसम्म तपाईँले रिपोर्टिङ गर्नुभयो नै हुन्छ, केही फरक पर्दैन है। अब जस्तो तपाईँहरू गर्मी ठाउँमा छ भने चाहिँ अलिकति मिलेन। अब हाम्रो यो पोखरामा चाहिँ हल्का पानी परिरहेको छ, चिसो छ नि त। त्यही भएर यो चैतसम्म मजाले रिपोर्टिङ गर्न नि मिल्छ। अब अहिले गर्नुभयो नि हुन्छ। तर अब चाहिँ यो चैत उता लगाएर गर्मी भएपछि चाहिँ यिनीहरूलाई छुँदा नछुने, कोट्याउँदा नकोट्याउने है साथीहरू। हल्का तपाईँले लिक्विड फर्टिलाइजर हाल्नुहुन्छ भने हाल्नु, त्यो बाहेक चाहिँ केही नगर्नु। कटिङ पनि नसार्नु, किनभने कति साथीहरूले कटिङ सार्न मिल्छ जुन जुलाईमा भन्नुहुन्छ है। तर त्यो चाहिँ उहाँहरूको अलिक चिसो ठाउँ भएको भएर कि। हाम्रो त अब जुन जुलाईमा सार्ने त कसरी सार्ने, अब वातावरण नै कस्तो ह्युमिडिटी जस्तो एकदम हप्प हुन्छ नि त। त्यही भएर एकदमै मर्ने चान्स धेरै हुन्छ कि जुन जुलाईमा चाहिँ कि त तपाईँहरूको ठाउँ एकदम चिसो शीतलो हुन पर्यो हो। त्यसरी चाहिँ हामीले त्यो सिजनमा चाहिँ हामीले कटिङ सार्न सक्छ। तर त्यस्तो ठाउँ छ भने कटिङ सार्न सक्यो है। जस्तो म भन्छु, म पोखरामा तरी मैले सार्दिनँ कि, किनभने एकदमै 90% मर्ने चान्स हुन्छ, अनि जम्मा 10% चाहिँ बाँच्ने चान्स हुन्छ है साथीहरू।
त्यो चाहिँ मैले गरेको अनुभव है। अब अरू साथीहरूले कसरी गर्नुभएको छ, कस्तो ठाउँमा राख्नुभएको छ है, त्यसरी गर्नुभयो होला। त्यो चाहिँ मेरो अनुभव है साथीहरू। अनि अब यिनीहरूको कटिङ राख्ने समय कहिले हो भने नि, अब जस्तो मेन एकदमै राम्रो एकदम के अरे प्रोपर टाइम चाहिँ असोज महिनाबाट सुरु हुन्छ है। अब गर्मी ठाउँ तराईतिर असोज महिनामा नि मैले अलिकति चान्स कम हुन्छ, 50-50 हुन्छ। तर हाम्रो यता पोखरातिर चाहिँ अलिकति चान्स बढी हुन्छ। असोज महिनाबाट चाहिँ मजाले हामीले असोजबाट लगभग फागुन चैतसम्म चाहिँ हामीले मजाले कटिङ सार्न सकिन्छ। अनि बढी म्याक्सिमम चान्स एकदमै 100% जेरेनियमको हाँगा सर्ने भनेको जाडो सिजन है। अझै असोज काटेपछि उतापट्टिको सिजनमा चाहिँ मजाले सर्छ कि मङ्सिर पुस माघ, यो 3 अनि फागुन, यो यति 4वटा महिना चाहिँ मजाले कटिङ सर्छ। अनि अब कटिङ कस्तो ठाउँमा सर्दैन भने, अब जस्तो तातो हावा आइरहेछ, अझै पनि हप्प गर्मी छ भने चाहिँ त्यो ठाउँमा चाहिँ चान्स कम हुन्छ है साथीहरू। त्यो चाहिँ मैले गरेको अनुभव है। अब अरू साथीहरूले कसरी गर्नुभएको छ त्यो चाहिँ अब सबैको आफ्नो आफ्नो हुन्छ नि त। अब ठाउँ हेरेर हुन्छ। अब कुनै ठाउँमा जुन जुलाईमा कुनै ठाउँमा गर्मी भए पनि अब हावा चिसो हुने त्यस्तो ठाउँमा चाहिँ मजाले सर्छ। तर हाम्रो यतातिर चाहिँ हावै तातो हुप्प हुन्छ, त्यही भएर चान्स बढी मोड्ने चान्स के अरे सर्ने चान्स कम हुन्छ। ल त्यो भयो अब हाँगा सार्नेको कुरा। ल हेर्नुहोस् है, अब यो भेराइटीको फुल के अब हेर्दा कस्तो राम्रो के। मैले पोहोर ल्याएको हो साथीहरू। पोहोर ल्याएपछि त यो 1 वर्षमा त ठुलो हुनुपर्ने हो नि है। यस्तो ढिलो बढ्ने के, आमा साह्रै ढिलो। ठ्याक्क 1 वर्ष भयो अनि यत्रोको यत्रो। योभन्दा अलिकति सानो एउटा हाँगा थियो, अहिले चाहिँ 2-3टा हाँगा आएको छ। यो चाहिँ मैले सायद अलिकति यो फुलेपछि चाहिँ मैले यसको यो सिड्सहरू आएको छ अनि लोभ लागेर कि, अनि मैले त्यो चाहिँ डेट गरेन। त्यो चाहिँ यसको सिड्सको प्रक्रिया भइरहोस्। अनि यसको फुल राम्रो छ नि त। अनि कति साथीहरूले बनाइदिनुहोस् भन्नुभएको थियो, त्यही भएर मैले राखेको छु। ल यिनीहरू सबै मैले अहिले यो म्याक्सिमम चाहिँ यो चैत महिना, यही महिनामै मैले कटिङ सारेको हो। अनि यो सरिसकेको कुनै चाहिँ मैले फागुन महिनामा सारेको है। त्यही भएर अहिले अब यो चैत महिनामा चाहिँ अलिकति 75% या 50-50 होला कि भनेर भनेछु। यो चाहिँ हेर्नु सानो हाँगा चाहिँ सबै सिड्सहरू हो। मैले चाहिँ यति सानो हाँगाहरू पनि फाल्दिनँ कि, आउँछ कि भनेर राखिदिन्छु। यो चाहिँ मैले सिड्सहरू छरेको थियो अनि यस्तोरी मजाले आइरहेको छ। अब आशा गरौँ मैले गर्मी सिजनमा चाहिँ बचाउन सकोस् है। गर्मी सिजनमा चाहिँ बचाउन साह्रै गाह्रो हुन्छ साथीहरू, कहाँ राख्ने भनेर पिरै पर्छ कि। ल हस् त साथीहरू, आजलाई यति नै। आजको जानकारी चाहिँ मैले सकेसम्म मैले जानेको मैले अनुभवहरू चाहिँ तपाईँहरूलाई फुल सेयर गरेको छु। आशा छ हजुरहरूलाई केहीसम्म हेल्प पुग्छ होला। यो चाहिँ अब जति फुल रोप्दै गयो आफ्नो के अनुभव सेयर गर्ने त हो होइन र साथीहरू। यो मैले आज सेयर गरेको चाहिँ सबै मैले यो फुल रोप्दाखेरिको अब यत्रो यो 2-3 वर्षमा रोप्दाखेरिको अनुभवहरू हजुरहरूलाई सेयर गरेको हो। आशा छ हजुरहरूले मन पराइदिनु भयो होला। आजको भिडियो चाहिँ अलिकति लामो छ, लामो भए पनि मन पराइदिनु भयो होला भन्ने फुल आशाको साथ आजको भिडियोबाट बिदा हुन चाहन्छु। ल सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु है। अब अहिलेसम्म अन्तिमसम्म हेरिदिनु भएको छ भने त्यसको लागि हृदयदेखि धेरै धेरै धन्यवाद। थ्याङ्क यू फर वाचिङ।